हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। मैले चाहिँ हिजो राति नै भिजाएर राखेको डिटक्स वाटर पिइसकेपछि म लागेँ भान्सातिर। मैले चाहिँ यतातिर चुकुन्दर काटेर सानो सानो मसिनो पिस गरेर पिठोमा मोलेर मैले चाहिँ यसको पुरी बनाउँदैछु। चुकुन्दर खाँदा एकदमै फाइदा हुन्छ। यसले शरीरमा रगत बढाउने, स्किनमा ग्लो ल्याउने र एनर्जी बनाउने यसले फाइदा गर्छ। मैले चाहिँ बाहिर आगो बालेर तेल तताएपछि यता फटाफट पुरी बेल्दैछु, किनभने एकदमै गर्मी छ। यता तराईको गर्मी तपाईँहरूलाई थाहै नै होला है सबैजनालाई। अनि मैले चाहिँ बाहिर पुरी बनाउँदैछु। म चाहिँ केटाकेटीले खाँदैनन्, त्यही भएर मैले चुकुन्दरलाई यसरी पिठोमा राखेर बनाएँ भने एकदमै मिठो हुन्छ, हेल्दी पनि हुन्छ। यतातिर मैले आलु पनि बसालेँ अनि चिया पनि बसालेँ। चिया पनि रेडी भयो। यो चिया चाहिँ मेरो छोरीले पकाएकी हुन्। मैले बाबुलाई र नानीलाई खाना दिएँ। उनीहरूले आलु फ्राई चाहिँ खाएनन्, उनीहरूले चियासँग खाए। मैले बाबु र नानीलाई सोधेँ कस्तो छ भनेर, एकदमै मिठो भयो भनेर खाएँ। उनीहरूले मिठो मानेर पनि खाएँ। मैले चाहिँ यता स्कुलको लागि चाहिँ आलु फ्राई र पुरी प्याक गरिसकेँ, बोतल रेडी गराएँ। उनीहरू स्कुल जानको लागि रेडी भए, बच्चाहरू पनि स्कुल गए। मेरो यो पुरीको रेसिपी हजुरहरूलाई कस्तो लाग्यो सबैजनाले कमेन्टमा भनिदिनु होला। अब म नेक्स्ट भिडियो लिएर आउनेछु। बाई बाई सबैजनालाई।